अर्ब रुपियाँ उठाउने। तेस्रो, त्यो पैसाले कालीगण्डकी गर्ज हाइड्रो पावरको 51% हिस्सा किन्ने। र चौथो, त्यहाँबाट 180 मेगावाटको नयाँ बिजुली उत्पादन क्षमता थप्ने। यो साँच्चै नै एउटा ठूलो फड्को हो। लगानीकर्ताहरूका लागि एउटा अर्को महत्त्वपूर्ण खबर पनि छ। याद राख्नुहोला, कम्पनीले दिएको 10% बोनस शेयर आउँदो अप्रिल 28, 2025 देखि बजारमा किनबेच गर्न पाइनेछ। यसले बजारमा शेयरको आपूर्ति बढाउन सक्छ। ल अब अलिकति प्राविधिक पाटो अर्थात् चार्ट के भन्छ त्यतातिर लागौं। चार्टले छोटो समयको लागि त खासै राम्रो संकेत दिएको छैन, तर यहाँ एउटा लुकेको तथ्य छ जुन विशेष खालका लगानीकर्ताका लागि निकै महत्त्वपूर्ण छ। चार्ट हेर्दा मूल्य त अलि घटेको जस्तो देखिन्छ, तर यहाँ ध्यान दिनुपर्ने कुरा हो भोलेटाइलिटी अर्थात् अस्थिरता, जुन जम्मा 2% छ। यो एकदमै कम हो। यसको मतलब शेयरको मूल्यमा ठूलो र डरलाग्दो उतार-चढाव छैन। यही गुणले गर्दा जो लगानीकर्ताहरू बजारको हल्लाखल्लाबाट टाढा स्थिर लगानी खोजिरहेका छन्, उनीहरूका लागि जीबीएल आकर्षक भन्न सक्छ। तर छोटो अवधिका लागि केही प्राविधिक सूचकहरू भने नकारात्मक छन्। शेयरको मूल्य आफ्नो 20 दिने र 50 दिने औसतभन्दा तल छ। अहिले यो 481.5 रुपैयाँको सपोर्ट लेभलमा अडिएको छ। समग्रमा पछिल्लो 1 महिनामा मूल्य खासै चलेको छैन, अलिकति घटेको मात्रै छ। अहिलेसम्म हामीले राम्रा कुराहरू हेर्यौं, तर हरेक कथाको 2 पाटा हुन्छन्। अब लागौं बेयर केसतर्फ, अर्थात् ती जोखिम र चिन्ताका विषयहरू जसलाई हामीले बेवास्ता गर्नु हुँदैन। त्यसो भए यति धेरै सकारात्मक कुरा हुँदाहुँदै पनि जोखिम चाहिँ कहाँबाट आयो त? ल हेरौं। यो चार्टले त्यो जोखिमको जड देखाउँछ। हेर्नुस् त, पहिलो र दोस्रो त्रैमासिकको बीचमा कम्पनीको अल्पकालीन ऋण 15 करोडबाट बढेर सिधै 30 करोड पुगेको छ। भनेपछि ऋण चाहिँ ठिक दोब्बर भएछ। अनि त्यो बढेको ऋणको असर तुरुन्तै यहाँ देखियो। कम्पनीको तरलता अर्थात् छोटो समयमा ऋण तिर्न सक्ने क्षमता, जसलाई करेन्ट रेशियोले नापिन्छ, त्यो 4.29 बाट घटेर 3.06 मा झरेको छ। यसले कम्पनीको अल्पकालीन वित्तीय स्वास्थ्यमा अलिकति दबाव परेको संकेत गर्छ। ऋण बाहेक अरू पनि जोखिमहरू छन्। जलविद्युत कम्पनी भएकोले जलवायु परिवर्तनले गर्दा पानीको स्रोतमा पर्न सक्ने असर एउटा ठूलो चिन्ता हो। त्यस्तै हाम्रो देशमा भूकम्प र पहिरोको जोखिम त छँदैछ। अनि अर्को महत्त्वपूर्ण कुरा, कम्पनीले आफ्ना दक्ष कर्मचारीहरूलाई कसरी टिकाइराख्छ भन्ने पनि एउटा आन्तरिक चुनौती हो। ल अब सबै कुरालाई मिलाएर हेरौं। राम्रो, नराम्रो र भविष्यको योजना सबैलाई एकै ठाउँमा राख्दा